हेलो गाइस, मैं पूर्णागिरी। आज का जो वीडियो का टॉपिक है असम। आप लोगों को तो पता ही होगा अभी असम में क्या हो रहा है, क्या चल रहा है। तो हम लोग ने कल एक प्लान बनाया, मतलब सिलीगुड़ी में अभी फ़िलहाल कैंप लगाया है। ऐसे कुछ सुखना साइड कौन सा जगह पे अभी असम में जो हैवी रेनफॉल होके हुआ है, तो हम लोग ने सब जने मिल के थोड़ा हम लोग भी कुछ हेल्प करेंगे, डोनेशन उठाएंगे जितना हो सके। 5 रुपये, 10 रुपये, 50 रुपये, 100 रुपये, 200, 100, 200, जितना हो सके। कल प्लानिंग किया तो आज हम लोग उठाने जा रहे हैं। भाउजू Hey guys, चाहिँ यो अलिक सानो सहयोगको निम्ति हामी चाहिँ यसरी हिँडिरहेको छौँ है। सक्नुहुन्छ भने तपाईँहरू पनि सहयोग गरिदिनु होला। तपाईँहरूलाई त थाहै छ होला आसाममा के भइरहेको छ भनेर होइन। त्यसको लागि चाहिँ हामीले सानो सहयोगको लागि चाहिँ सानो कोसिस गर्दैछौँ है त साथीहरू। आसाम हेल्पको लागि आज हामी दिदीहरूकोमा आएको। दयाराम जुत हाम्रो दिदीले चाहिँ हेल्प गर्नुहुँदैछ, यहाँ हेर्न सक्नुहुन्छ। ल सबैजना हेल्प गरिदिनु, धन्यवाद दिदीलाई। आठवटा जिल्लामा भएको छ नि। कति धेरै हो यो गाइस, अभी असम के लिए हम लोग डोनेशन उठा रहे थे। तो हम लोग अभी ये घर पे पहुँचे हैं। तो यहाँ पे एक अंकल काम कर रहे थे, तो हम लोग डोनेशन उठा रहे बोल के ये अंकल देख के तो वो बोल रहे कि मैं भी कुछ हेल्प करूँगा। सो अभी वो ऊपर से अभी नीचे आ रहे हैं, तो छोटा सा अमाउंट देने के लिए। और ये लोगों का प्यार है असम के लिए, तो हम लोग भी बहुत प्यार करते हैं असम से। तो असम को हेल्प करने के लिए हम लोग भी कुछ डोनेशन उठा रहे हैं। तो अभी हम लोग फ़िलहाल किन गाँव है रहे हो? दयाराम जोत, ऐसे कुछ गांव का नाम है, नया जोत का सामने है। तो अभी हम लोग आए इधर। साथीहरू अहिलेसम्ममा हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ हाम्रो सहयोगी हातहरूको नाम हेर्न सक्नुहुन्छ। अहिलेसम्म 16जनाले धेरै सहयोग गरिसक्नु भएको छ है। यहाँ नामहरू हेर्न सक्नुहुन्छ, देखाइदिउँ मैले। तपाईँहरूले पनि यसरी नै अलिअलि भए पनि होइन थोपा थोपा दिने सादा दिनुहुन्छ। यहाँ अङ्कलले पनि हामीलाई सहयोग गर्छु भन्नुभयो। धन्यवाद धन्यवाद। अङ्कलले पनि बिचरा काम गर्दा गर्दै के नाम के अङ्कल लगेको अङ्कलले पनि काम गर्दा गर्दै हेर्नु, काम गर्दा गर्दै सहयोग गर्नु। अङ्कललाई धन्यवाद। यसरी नै साथी तपाईँहरू पनि सहयोग गर्नु होला है त। थैंक यू अंकल, बाय बाय।
साथीहरू यहाँ चाहिँ कतिजनाले होइन अनलाइनमा पनि त्यो क्युआर कोड ठुलो ठुलो युट्युबरहरू उहाँहरूको तर्फबाट चाहिँ क्युआर कोडमा अनलाइनबाट पनि गरिसक्नु भएको छ र पनि हामी घरमै आइपुग्दा पनि उहाँहरूले नाइ चाहिँ भन्नु भएन है जति हुन्छ उहाँहरूले सहयोग अनलाइनबाट गरेर पनि क्यासमा हामीलाई पनि सहयोग गर्नुभयो उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु यसरी नै तपाईँहरू पनि सहयोग गर्नु होला है त हुन्छ उहाँले पनि हामीलाई सहयोग साथीहरू हामी चाहिँ टाढा बकासबाट आएको है हामी चाहिँ मेरो नाम चाहिँ मनिषा राई र हामी टाढा बकासबाट चाहिँ यहाँ आएको थियौँ मान्छेहरूको जग्गामा अनि उहाँहरूले चाहिँ हामीलाई धेरै नै हेल्प गर्नु हेर्नुहोस् म चाहिँ अब म चाहिँ के भन्न चाहन्छु भने केटीहरू होइन हाम्रो गाउँमा नि धेरैजना अब केटी अब युवाहरू थियौँ तर पनि अब उहाँको व्यस्तताको कारणले हामी निस्किनु सक्नु भएन तर यहाँ हेर्नु आन्टीहरूले हामीलाई यति मजाले हेल्प गर्नुभयो होइन आन्टीहरूलाई चाहिँ म मनबाटै धेरै धेरै धन्यवाद भन्न चाहन्छु आन्टीहरू नभएको भए हामी फेरि यसरी गर्नु सक्दैनौँ थियौँ यहाँ आएर होइन आन्टीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद हाम्रो तर्फबाट कुनै दिन होइन उनीहरूको पनि हजुरहरूको पनि हामी काम पर्यौँ भने हामीलाई सम्झेर आउनुभयो जति सक्दो जति सक्दैछ त्यति कार्यक्रम गरेर हामी चाहिँ पानी ट्याङ्कीलाई दिने अब पानी ट्याङ्कीकोहरूले त्यो मान्छे सिलगढीमा क्याम्प बसेको छ त्यहाँ लगेर उनीहरूले चाहिँ 6 तारिक लगेर सिलगढीबाट कुनै देखेँ नि त मैले पनि छैन भन्दै थिएँ कान्छीले त यत्रो सहायता गरिदिनु भएकोमा दिदीहरूलाई सबैलाई धन्यवाद मेरो फोन सबलाई निकालेको मेरो नम्बरमा हुन्थ्यो हामीले चाहिँ कलेक्सन गऱ्यौँ यहाँ हेर्न सक्नुहुन्छ त्यो चाहिँ हाम्रो 11,000 कति थियो 11,395 रुपियाँ हामीले चाहिँ आज फर्स्ट दिनमा यस्तो कलेक्सन गऱ्यौँ सबैजनालाई धेरै धेरै धन्यवाद र यसरी नै अझै हामीलाई सपोर्ट गर्ने सहायता गर्ने धन्यवाद सो गाइस अभी हम लोग डोनेशन उठा के आ गए हैं इधर है मेरा भाभी दोस्तों गाइस यहाँ से आते करते करते रात भी हो गया देख सकते हैं आप लोग तो गाइस हम लोग अभी उठा के आ गए हैं डोनेशन हम लोग ने जितना नहीं सोचा था उससे थोड़ा जितना नहीं सोचा था उससे ज़्यादा ही उठाया मतलब 11,000 प्लस उठाया हम लोग का अभी डोनेशन तो 2 गांव में हम लोग उठाए और ये दयाराम जोध और लोग का ये नियल जोध जो नक्सलबड़ी अंडर में पड़ता है तो हम लोग 2 गांव में जाके उठाए सबको वही मैं थैंक यू कहना चाहता हूँ कि जिसने आप डोनेशन दिए और जो हम लोग का हेल्प किए उन लोग को भी थैंक यू